बारेमा अलिकति ध्यान दिनु गाडीहरू छ छोटी वहाँ हम लोग अगाडि महावीर पुलिसहरूलाई एकछिन पहिला अरू कमन गर्न दिउँ हाम्रो मदन सर छैन पनि छैन भाइ बहिनीहरू है यो श्रमदान यो विद्यालयको सम्पत्ति राष्ट्रको सम्पत्ति हो र यो राष्ट्रको सम्पत्तिमा चाहिँ जङ्गल भएको थियो यो जङ्गल चाहिँ सफा गरेर अब यसको खास उद्देश्य भनेको चाहिँ के हो भने यहाँ चाहिँ एउटा राम्रो पार्क बनोस् त्रिभुवन विश्वविद्यालय पनि हेर्न लायकको अब बाहिरी आँखाले देख्दाखेरि पनि राम्रो किसिमको बनोस् भनेर चाहिँ यो जङ्गललाई मान्न खोजेको हो। अब यसमा दुईटा कुरा छ एउटा जङ्गल भयो अब यसमा चाहिँ झाडीहरू उम्रेका छन् यहाँ अब जङ्गली जनावरहरूको बास थियो अलिकति अन्याय पनि हुँदैछ किनभने जङ्गली जनावरहरूले अब यहाँ बास नपाउने भयो है उनीहरूलाई चाहिँ विस्थापित गरिँदैछ। अब त्यसले गर्दाखेरि यो चाहिँ अलिकति अन्याय भयो जङ्गली जनावरहरूलाई तर पनि यो जङ्गल झाडीको मुख्य उद्देश्य के हो भने बाहिरबाट कोही चाहे विदेशी होस् चाहे विदेशी होस् आएर खास गरी यो वनको यो पुलेश्वर एरियाको